होइन तपाईँहरूकोमा त किन बनाउनु भने बाटो नि छोड्ने न तपाईँहरूले त्यस्तो भने नि यार बाटोको राम्रो हात हामी नआए बाटो राम्रो हुँदैन नि होइन एकछिन हट्नु बाटो अरू पनि पब्लिक पनि हान्नु पऱ्यो we are also public now you don't know about here we are hey नचल त त्यति बेला यस्तो ढुगिरहेको छैन कहीँ पनि छैन काफल खाउँदा दाजु यहाँ काफल ओ अगाडि काफल के हो यो कसरी खानु त कताबाट आयो तिमी हामीले आउनु कताबाट आयो म त उतानिर तल एकछिन रेस्ट 15 मिनट रेस्ट गरेर 15 मिनट गर्दै दाजु अलि कम हो नि दाजु 15 मिनट रेस्ट गरेर त्यहाँबाट होइन एकपल्ट रेस्ट गरिसकेपछि फेरि हिँड्न सजिलो हिँड्न काफला स्टामिना जेनेरेट हुँदो रहेछ क्या काफल आउँला काफल पुरै डिटक्स हुन्छ त जङ्गली काफल हो यो स्विट टेस्ट है रनक गरे टाउको क्यान्सर रनक छैन काफल खाइसक्यो मान्छेले खाउँला खाउँ काफलबाट त उहाँ यी ल काफल खाउँ ल खाउँ मान्छेले यस्तो सम्झाउने बाबा यो चाहिँ काफल कतिवटा दिउँसो यहाँ जम्मै फर्किने बेलामा I think almost it was 9 or 10 years ago I was with my friend, with my classmates, along with me 9 friends had visited this place that time and it was so adventurous. We were, reached up to that view tower by walking and it almost took 4.5 hours and then after we came back within almost 3 hours I think. So it was really very exciting and amazing experience of that time and this is the second time that I've ever came back here again. So it's really 3 घण्टा भन्दै 2 घण्टा भने ठिकै हो त्यस बेला ए 1 घण्टा अब त 1 घण्टामा आएला हामी त यार यो टावर थियो 11 वर्षपछि आइयो यो टावर थियो यो टावर थियो यो टावर थियो यो त यही बसेर ड्राइभर खायो के अब अलि बरु एकछिन रेस्ट गरेर जाने यहाँ भित्र बसेर ड्राई फ्रुट खाएको भित्र के छ It was an adventurous feeling. The experience is, amazing and fantastic. And this is the second ever time that I have been here now, today, after 11 years. So, hardships but enjoyable. Oh. Finally, we arrived at the destination of this view tower. So, after some time, we perhaps return back to our original place. Let's. Isn't this amazing view? Yeah. This is mesmerizing, isn't it? Spellbound, exceptional. The view is quite marvelous.
Actually, the Kathmandu city is enormous. गोहाको त्यो हैन हार्मोनी कोलोनी ग्रैंड अस्पताल है यहाँ इधर देखिए इधर वसुन्धरा नहीं ग्रैंड अस्पताल के आसपास होइन त हामी बस्ने त्यो हार्मोनी हैन यार कनी खोइ कहाँ हो र होइन मन चाहिँ डाँडा छेउछेउ गएर माइक डाँडामा छेउछेउ कखन त्यहाँ होइन होला होला हो झुम हुन्छ भाइ झुम हुन्छ फोटोमा चाहिँ फोटो मात्रै फोटोमा चाहिँ भिडियोमा चाहिँ घर थाहा हुन्छ यो घर भनेर हुँदैन है यो जुमिङ क्यामेरा हैन त्यहीँबाट यसो खिचेर मेरो देखाउँ गीत गाइदियो नि त एउटा त गीत गाइदियो नि एउटा ल्या माइक निकालौँ ऊ भइरहेछ भिडियो क्राउडिङमा फरक पर्दैन माइकमा त होइन के क्राउड नेचरसँग रिलेभेन्ट हुनु पऱ्यो नि सङ्गमा त्यही अनुसार हेर त डस्ट धुलो धुवा हेर न माथिपट्टि होभरिङ अराउन्ड अहिले त अझै केही देखाएन ट्याक्कै देखिरहेछ धुलो तपाईँको अस्ति नै उमा कति